आज चाहिँ तिनी पोकली सामुदायिक होमस्टेमा ट्रेनिङ दिएको हामीले के बनाएको भन्नुहोस् त अनि सुजीको हलुवा हैन गाजर हलुवा र सुजीको हलुवा चाहिँ बिहान ब्रेकफास्टको लागि आइटम हुन्छ नि हैन बिहान खान मिल्छ भनेर आज त्यो बनाएको सुजीमा के हाल्नु भयो तपाईले र चिनी र घिउ हालेर हैन अनि मसला लङ सुकमेल अलिकति हालेर ल अनि गाजरको हलुवा के हाल्नु भयो यसलाई संगीताजी भन्नुहोस् त ल काजु चिनी हजुर लङ सुकमेल हजुर कोरेसोमा कोरेर ए खाइसक्यो मुखमा गइसक्यो ल के छ सबै सोध्ने खाइसक्यो नि पेटमा गइसक्यो नि हैन ल मिठो छ ल पुग्नु म खान्छु म ल सबै अगाडि हेर्नु त यहाँ फोटो भिडियो खिच्न ल्याएको मैले सबै ल ल ल ल ल सबै लाइनै यसो बस्नु न ल तपाईँ पनि अगाडि आउनुहोस् त तपाईँ त्यहाँ बस्नु सदामा अगाडि आउनु सबै फोटो आउँछ नि यता दिन हाम्रो मेमोरी हुन्छ नि त हैन यसरी दुःख गरेर यसरी गएर पकाएर खाएर हामीले होमस्टे खोलेको भनेर चाहिँ हैन तपाईँले दुःख गरेर राम्रो गर्नुहुन्छ अर्को पुस्ताले नयाँ पुस्ताले चाहिँ हैन कस्तो मजासँग त्यो पैसा कमाउन सक्छ नि हैन त बहिनी कस्तो लाग्यो तपाईँले त्यो हाम्रो हलुवाको सुजीको हलुवा अनि त्यसपछि गाजरको हलुवा कस्तो लाग्यो धेरै गुलियो छ कि अमिलो छ कि के छ मिठो लाग्यो तपाईँले ल धन्यवाद